फाइनली मेरो टिकटक साथीहरू अब हामी चाहिँ कामतिर लाग्यो। अब हाम्रो काम चाहियो गाडी झार्ने। कोही बेरोजगारी हुनुहुन्छ भने रोजगारको लागि टिकटकमा फलो लाइक सेयर गर्नु होला है। हजुरहरूलाई रोजगार दिन्छु मैले रोजगार। फाइनली गाइस हाम्रो चाहिँ है काम गर्ने पार्टीहरू 1 जना 2 जना 3 जना 4 जना 5 जना अनि उहाँ चाहिँ फर्किँदै राख्नुपर्छ होइन। एउटाले चाहिँ हा भनेर उता गर्छ है, एउटा चाहिँ भान्छ है। फाइनली गाइस हामी चाहिँ 2 टोली छौँ होइन। एक टोलीको चाहिँ गाडी आएर जान्छ, हामी गाडीको प्रतीक्षामा छौँ। फाइनली गाइस हाम्रो गाडी पनि आयो है। एउटा दुईटा तिनटाको पछि है हाम्रो गाडी चाहिँ। हाम्रो गाडी भन्दा पनि यो चाहिँ साउको गाडी हो है। हामी चाहिँ गाडी धार्नको लागि हिँडेको। टिकटक बनाउने क्रममा चाहिँ बस आएर झ्याउनु पऱ्यो। बस बस के भन्छ यसलाई, यस्तो नाम आएन है मलाई चाहिँ। गाडीमा चढ्न यति गाह्रो हुन्छ नि है। एकदम गाह्रो हुँदो रहेछ के टिकटक साथीहरू। पातलो हुने औषधि पठाइदिनुहोस् त। फाइनली गाइस अब चाहिँ मेरो पालो है गाडीमा चढ्ने। कतिवटा गाडी जान्छ कि मैले सोधेन। फाइनली गाइस हामी चाहिँ गाडीभित्र बसिसक्यौँ है। अब चाहिँ हामी चाहिँ हाम्रो ठाउँमा जान्छौँ। कस्तो नदेखाऊ तँलाई नदेखाऊ र साथीहरू बजार है। यति राम्रो छ आउनु होला। हाम्रो ट्राफिकहरू है क्लास हुन्छन् कि ट्राफिकहरू चाहिँ है त्यत्तिकै हुनै नचिट काटिहाल्छ। ऊ हाम्रो बाबा है, उहाँ चाहिँ कसरी हिँड्नुहुन्छ देख्नु भएन ट्रकमा त्यो त गएका कतिले झाटे हुन्छ दाजुभाइहरूले। बजार चाहिँ यही हो है। टिकटकमा गीत पनि आइसकेको छ है। भेनी बजारमा भन्ने गीत आएको छ। तर त्यो बाबा मेरो फोन जाम लाग्यो ल हेर्नु यहाँ। भेनी बजारको यस्तो जाम छैन कि यहाँ। यो यो बेनी बजार के अरे बेनी बजारको बस भएर बाक्लो बस के अरे पाक के अरे सरी है पोखरा जाने बस खाने चाहिँ यही हो है। बेनी बजारमा भन्ने गीत भाइरल भएको थियो तर मैले बेनी बजारै देखाइदिन्छु है आउनुलाई टिकटक बनाउनुको लागि। बेनी बजार देखाउनु देखाइदिन्छु यही हो बेनी बजार। ए छोड त खालिनु त के बेनी भएन त यही हो है बेनी बजार। गाउँलाई आउनु हाँसेको हाँसै हो क्या। तेरो मुख देखाउनु न मैले त्यो धान्दा लाउरा पैसा होइन क्या छैन पैसा
होइन हजुर फेरि किन लजाएको नलजाउनु का त्यस्तरी हाम्रो माइज हुनुहुन्छ गमक्क वा यहाँ चाहिँ मच्छी हो है फाइनली गाइस मेरो कुर्ती पनि भ्याइयो अबको नेक्स्ट पार्ट चाहिँ म चाहिँ यो खालसँग यो चामलहरू के खानु गएर चाहिँ नेक्स्ट पार्ट नगरपालिकाले यो चाहिँ फाल्नै पर्छ है हेर्नु यत्रो यत्रो ठुलो ठुलो घर छ बाटो छ यत्रो है यताबाट आउने कि उताबाट आउने हामी गरिबलाई मात्र हेलाहरू होइन क्या धनी मनीको घर नि फालिदिन्छ बल्ल हत्ती हाँस्छ फाइनली गाइस हाम्रो चाहिँ गन्तव्यमा आइहाल्यो है के हो र नगर मैले के गरेछु र तिमीलाई कस्तो होला म फेरि पट्काउँछु अनि म झर्नु नि छिटो कस्तो होला पोखरा पुग्यो हेर्नु त पोखरा पुग्यो कति छ छिटो छिटो हेर्नु मुटकी टाकेको फाइनली गाइस ल हेर्नु है हामी चाहिँ हाम्रो ठाउँमा आइयो हाम्रो झाडी ठाउँ चाहिँ यही हो है अब नेक्स्ट चाहिँ चामल ल्याइदिन्छ अब चाहिँ गोदाम मिलाउने हो है साथीहरू गोदामहरू हुन्छ यस्तो छ फाइनली गाडी चाहिँ आधी भइसक्यो है फाइनली गाडी पनि भ्याइदियो है अब एउटा गाडी छ के पनि होला गाह्रो भइरहेछ है कट्टा हालौँ त हालौँ छिटो छिटो ल कट्टा हालौँ है ल मलाई त गाह्रो भइसक्यो फाइनली गाइस हामी चाहिँ है हाम्रो चाहिँ काँचा खान लाग्दै खानु चाहिँ हाम्रो यो हो है सबैजना चाहिँ है गोडा गरेर हिँडिरहेको छन् खास त छैन कि सबैलाई आएर फाइनली गाइस हाम्रो चाहिँ कुलीहरू त्यहाँ हुनुहुन्छ है अरू कुली यहाँ हुनुहुन्छ महिला साथीहरू यहाँ चाहिँ पुरुष साथीहरू